नमस्कार साथीहरू, नेपाली डरलाग्दा घटना सुन्नको लागि मेरो भूतको कथा च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्नुहोस्। कर्णाली प्रदेशको एउटा सानो सहर बाहिर पुरानो राजमार्गमा एउटा मोड थियो, काली मोड। नाम सुन्दा डरलाग्दो लाग्न सक्छ, तर वास्तविक कारण अर्कै थियो। वर्षौं अघि त्यहाँ एउटा दुर्घटना भयो जसले सम्पूर्ण क्षेत्रको वातावरण नै परिवर्तन गरिदियो। दुर्घटना भएको रात लगभग 12 वर्ष पहिले वर्षाको रातमा रूपा नाम गरेकी केटी आफ्नो स्कुटरबाट घर फर्कँदै थिइन्। भारी वर्षा भइरहेको थियो र बाटो चिप्लो थियो। मोड लिने क्रममा अचानक कारको उज्यालो हेडलाइट उनको आँखामा चम्कियो। उनले स्कुटर नियन्त्रण गर्न सकिनन्। स्कुटर चिप्लियो र उनी सडकको छेउमा लडिन्। मानिसहरू आइपुग्दासम्म उनको सास फेर्न बन्द भइसकेको थियो। यो घटनाले सम्पूर्ण मानिस दुखी भएको थियो, किनभने रूपा सबैको मायालु थिइन्, हर्षित, सहयोगी र होनहार विद्यार्थी थिइन्। तर कसैले कल्पना पनि गरेका थिएनन् कि उनको कथा यही समाप्त हुनेछ। काली मोडमा त्यो दुर्घटनापछि त्यो मोडमा अनौठा घटनाहरू हुन थाले। सेतो लुगा लगाएकी केटी रातमा देखा पर्न थालिन्, तर अचानक गायब हुन्छन्। कसैको हेलमेट वा सिसामा हल्का हाने जस्तो, मानौ कसैले चेतावनी दिइरहेको छ। धेरै गाडी चालकहरूले रिपोर्ट गरे उनीहरूको बाइकको स्पिड आफै कम हुन्छ, चाहे उनीहरूले जतिसुकै गति बढाए पनि। बिस्तारै मानिसहरूले यो ब्रह्माण्डको आत्मा हो भन्न थाले। त्यही ठाउँमा अड्किएर एक युवकको यस क्षेत्रमा बस्ने एक केटालाई भेट्यो। उनको नाम रोहन हो। ऊ भूतमा विश्वास गर्दैनथ्यो। एक दिन अबेर राति उसलाई आफ्नी बिरामी आमाको लागि औषधि किन्न सहर जानु परेको थियो। फर्कने क्रममा उसले उही अन्ध्यारो मोडको सामना गर्यो। पानी पर्न थालिसकेको थियो र हावा अनौठो रूपमा चिसो थियो। मोडमा पुग्दा उसको बाइक अचानक आफै स्पिड कम हुन थाल्यो। कस्तो बकवास, उसले रिसाउँदै एक्सिलेटर घुमायो। ठिक त्यही बेला एउटी केटी सडकको बीचमा उभिएकी थिइन्। भिजेको कपाल, सेतो सलवार कुर्ता र उनको खुट्टा भुइँमा छुँदा पनि अलि माथि उठेको जस्तो। रोहन डरायो, तर ऊ बाइक रोक्यो। तिमी को हौ? तिमी यति बेला सडकको बीचमा किन छौ? युवतीले बिस्तारै भनिन्, कृपया यो मोडमा बिस्तारै गाडी चलाउनुहोस्, यहाँ दुर्घटना हुन्छ। उनको आवाज धेरै नरम थियो, लगभग हावा जस्तै। रोहन आँखा झिम्कायो। त्यही बेला केटी गायब भइन्। वरिपरि कोही पनि थिएन। रूपाको सत्यता प्रकट भयो। रोहनले भोलिपल्ट गाउँका बुढापाकाहरूलाई सोधे। तिनीहरूले रूपाको कथा सुनाए र कसरी उनको मृत्युपछि पनि उनले मानिसहरूलाई चेतावनी दिएर धेरै दुर्घटना रोकेकी छिन्। एकजना बुढाले भने, बाबु, उनी बदला लिने भूत होइनन्, उनी एक सुरक्षात्मक आत्मा बनेकी छिन्। जुन मोडमा उनको ज्यान गयो त्यही मोडमा उनी अरूलाई बचाउँछिन्। रोहनको कपाल ठाडो भयो। 1.5 वर्षपछि प्रशासकले त्यो मोडमा सडक, बत्ती र साइनबोर्डहरू जडान गर्यो। दुर्घटनाहरू घटे। मानिसहरू अब सुरक्षित थिए। एक रात रोहन फेरि त्यही बाटोबाट गइरहेको थियो। बाइक बिस्तारै हुँदै जाँदा उसले महसुस गर्यो, रूपा, के त्यो तिमी नै हौ? त्यही केटी उसको अगाडि देखा पर्यो, तर यस पटक उनको अनुहारमा हल्का मुस्कान थियो। अब मेरो काम सकियो, उनले भनिन्। अब यहाँ कोही पनि मर्ने छैनन्। बिस्तारै उनी हावामा विलिन हुन थालिन्, बिहानको घाममा कुहिरो विलिन भए जस्तै। त्यसपछि काली मोडमा कहिल्यै भूत देखिएन। मानिसहरू भन्न थाले कि उनको आत्मा मुक्त भयो। त्यो केटीको कथा हो जसले मृत्युपछि पनि मानिसहरूलाई बचाइरहन्। रूपाको आत्मा मुक्त भएको लगभग 3 वर्ष भइसकेको थियो। काली मोड अब सुरक्षित मानिन्थ्यो। सडक, बत्तीहरू चम्किरहेका थिए र मानिसहरू डर बिना नै हिँड्थे। अनौठो रातको आवाज। एक दिन गाउँको चौकीदारले रिपोर्ट गरे कि सडक बत्तीहरू हरेक रात ठिक 12 देखि 1 बजेसम्म एकैसाथ झिम्किन थालेका थिए र हावामा एउटा अनौठो फुसफुस गुन्जियो। पर्ख। उनको अनुसार आवाज रूपाको थिएन। यो गहिरो, भारी र क्रोधले भरिएको थियो।
एक रात एक कार चालक रमेश त्यही बाटोबाट गइरहेको थियो। अचानक उसले अगाडिको बाटोमा दुई पाइलाको आवाज सुने, तर उसले कसैलाई देख्न सकेन। अचानक कसैले कारको ढोका ढकढक्यायो। रमेश डरायो र ब्रेक थिच्यो। उसले गर्दा कार चिप्लियो र रुखमा ठोकियो। कारबाट ओर्लँदा उसले सडकको बीचमा एउटा कालो छाया उभिरहेको देख्यो। बिस्तारै उतिर बढिरहेको थियो। छायाको अनुहार थिएन, केवल आँखा जलिरहेको थियो। रमेश कुनै न कुनै रूपमा झाडीमा भागेर लुक्न सफल भयो। बिहान उनी बेहोस अवस्थामा भेटियो। यो घटनाको खबर सुनेपछि रोहन गाउँ फर्कियो। उसलाई अझै पनि याद छ कि रूपा गएपछि शान्त भएको थियो। त्यसो भए अब को थियो? रोहनले रातमा एक्लै विचार गर्ने निर्णय गर्यो। उसले आफ्नो बाइक लिएर मोडलाई चक्कर लगायो। रातको 12 बजिसकेको थियो। बत्तीहरू झिम्किन थाले र अचानक बाटोमा कुहिरो लाग्न थाल्यो। कुहिरोबाट एउटा छाया निस्कियो, तर त्यो रूपा थिएन। रोहन रोकियो र सोध्यो, को? तिमी को हौ? छायाले फुसफुसाउँदै भन्यो, जुन मोडले एकजना लग्यो त्यसले अरूलाई पनि लैजानेछ, किनकि यो ठाउँ श्रापित छ। रोहन पछि हट्यो। हावा चिसो हुँदै गयो। त्यसपछि अचानक कुहिरो पछाडिबाट एउटी केटीको नरम आवाज आयो, नडराऊ, यो तिमीलाई खोजिरहेको मान्छे होइन। रोहन काँप्यो। के यो रूपा हो? कुहिरो पातलो भयो र एक क्षणको लागि उसले रूपाको छाया देख्यो, तर यो धेरै कमजोर र फिक्का देखिन्थ्यो, मानौ कसैले उसलाई थिचिरहेको थियो। उसले भन्यो, यो मोड मेरो कारणले श्रापित भएको होइन। मेरो मृत्यु हुनुभन्दा अगाडि पनि यहाँ कोही थियो। रोहनले सोध्यो, को थियो? रूपाको आवाज फुट्यो, अर्को आत्मा जो कसैलाई बचाउन चाहँदैन, जसले मानिसहरूलाई मोडमा बोलाउँछ र त्यसपछि जान दिँदैन। त्यसपछि एउटा चिच्याहट र रूपाको छाया गायब भयो। कुहिरोको कालो छाया रोहनमाथि पर्यो। रोहनले कुनै न कुनै रूपमा बाइक घुमायो र गाउँतिर जान थाल्यो। पछाडिबाट भारी पाइलाको आवाज आयो, ढक ढक। मोडको पुरानो रहस्य। भोलिपल्ट रोहनले गाउँमा सबैभन्दा ठुलो मान्छे बाबा जित बहादुरलाई सोध्यो। उसले गहिरो सास फेर्दै भन्यो, बाबु, यो पालो रूपाको मृत्युको साक्षी मात्र होइन, 30 वर्ष अघि यही ठाउँमा हत्या भएको थियो। एउटा पुरुषको। रोहन स्तम्भ भयो। कसको हत्या? बाबाले बिस्तारै भन्नुभयो, एउटा निर्दयी डाँकु जसलाई मानिसहरूले मिलेर मारे। उहाँले अगाडि भन्नुभयो, जब उहाँ मर्दै हुनुहुन्थ्यो उहाँले श्राप दिनुभयो कि यस मोडमा आउने जो कोहीलाई पनि नष्ट गर्नेछु। रूपाको आत्मा धेरैलाई बचाउँदै आएको थियो, तर अब उनी पनि कमजोर हुँदै गइरहेको छिन् र त्यो डाँकु फर्किएको छ। अन्ध्यारो मोडमा 2 आत्माहरू थिए, रूपा जसले सुरक्षा गर्थ्यो, डाँकुको आत्मा जसले मृत्युलाई बोलाउँथ्यो। अब अर्को आत्मा अझ शक्तिशाली भएको थियो। रोहनलाई थाहा थियो कि यदि यो रोकिएन भने फेरि मृत्युको ठाउँमा परिणत हुनेछ। त्यो ठाउँ रोहनले सङ्कल्प गर्यो कि यो आत्माको सामना गर्नेछु। त्यो रात आकाश कालो थियो, बिजुली चुपचाप चम्किरहेको थियो र हावामा चिसो भारी बेचैनी थियो, मानव कुनै अदृश्य शक्ति पर्खिरहेको थियो। रोहनलाई थाहा थियो आज निर्णय हुनेछ। जसले मोडमा पाइला टेक्दा ठिक 12 बजे काली मोडका सबै बत्तीहरू एकैसाथ निभे। हावा अचानक रोकियो, मानव समय रोकिएको थियो। रोहनले टर्च बाल्यो, तर प्रकाश पनि धुवाँमा हराउँदै गयो। त्यसपछि धुवाँबाट एउटा भारी ठुलो आवाज आयो, तिमीले धेरै खोज्यौ, अब तिमी पनि यही मर्नेछौ। धुवाँ घुम्न थाल्यो। एउटा विशाल कालो छाया देखा पर्यो। यो उही थियो, डाँकुको आत्मा। विकृत अनुहार, डुबेका आँखा र च्यातिएको घाँटीबाट आएको गुन्जिरहेको आवाज। उसको पाइलाको छाप जमिनमा पर्यो। रोहन हाँपियो। रूपाको छायाले रोहनतिर अन्तिम प्रयास गर्दा अचानक एउटा मधुरो सेतो प्रकाश चम्कियो। रूपाको कमजोर आत्मा देखा पर्यो। रोहन, पछि जाऊ, यो धेरै शक्तिशाली छ। डाँका गज्रियो, तिमी यति लामो समयदेखि मेरो बाटोमा छौ, अब म तिमीलाई पनि नष्ट गर्नेछु। रूपाको प्रकाश काँप्यो। ऊ कमजोर थियो, धेरै कमजोर। रोहन करायो, म तिमीलाई मद्दत गर्छु। म यसलाई कसरी रोक्न सक्छु?
रूपा हाँसिन्। उसको शरीरले यहाँ कहिल्यै शान्ति पाएन। मोडमुनि जहाँ उसको लास गाडिएको थियो उसको हड्डीहरू मुक्त हुनुपर्छ, त्यसपछि मात्र यो समाप्त हुनेछ। ढाकाले एउटा डरलाग्दो चिच्यायो र कुहिरोको आँधी जस्तै तिनीहरू दुवैमाथि झम्ट्यो। रोहन आफ्नो सम्पूर्ण शक्ति लगाएर मोडको तलतिर गयो, जहाँ एल्डरहरूले उसलाई भनेका थिए कि डाकुलाई क्रोधित भेटले मारेर गाडेको थियो। उसँग कोदालो थिएन, तर उसले सडकको छेउमा रहेको फलामको फ्रेमले खन्न थाल्यो। माटो धेरै कडा थियो। रूपाको पीडादायी चिच्याहाट हावामा गुन्जिरहेको थियो। उनी डाकुको आत्मासँग लडिरहेकी थिइन्, तर हारिरहेकी थिइन्। रोहन छिटो छिटो खन्दै गयो अनि त्यसपछि उसको हातले केही कडा चिजमा प्रहार गर्यो। हड्डीहरू सुकेको तर अझै पनि घृणाको भारी बोकेको। जमिनबाट हड्डीहरू निस्कँदा अचानक मोडमा तेज हावा चल्न थाल्यो। डाकुको आत्मा चिच्यायो र पछि हट्यो। होइन होइन, यसो नगर, मुक्तिको ज्वाला। रूपाको आत्मा नजिक आयो। अब अलि उज्यालो भयो। उसले भन्यो, रोहन, हड्डीहरूमा आगो लगाइदेऊ, यो एकमात्र तरिका हो। रोहनका हातहरू काँपिरहेका थिए। उसले आफ्नो बाइकबाट पेट्रोल निकाल्यो, हड्डीहरूमा छर्कियो, सलाई निकाल्यो। डाकुको आत्मा आँधी जस्तै उनीतिर दौडियो। रोक! तर त्यही क्षणमा आकाश अन्तिम पटक चम्कियो। एउटा चम्किलो सेतो प्रकाश फुट्यो। क्षणभरको लागि डाकुको कालो छायालाई रोक्यो। रोहनले सलाई बाल्यो र हड्डीमा आगो लगायो। हड्डीहरू जल्न थाले। कालो धुवाँ पीडाले कराउँदै थियो। आकाशमा चिच्याहाट गुन्जियो। रोहनले बिस्तारै भन्यो, अब तिमी स्वतन्त्र हुनेछौ। रूपा मुस्कुराइन्, हो, मेरो समय सकियो। उनको शरीर बिस्तारै हावामा विलीन भयो। उनका अन्तिम शब्दहरू, कहिलेकाहीँ आत्माहरू फर्किँदैनन्, तर सम्झनाहरू सधैँ रहन्छन्। एकपटक मन्द हावा चल्यो अनि उनी सधैँको लागि गायब भइन्। कालो मोडले नयाँ नाम पायो। केही महिनापछि गाउँलेहरूले त्यो ठाउँलाई नयाँ नाम दिए, रूपा मोड, किनभने यो अब डरको होइन, सुरक्षा र बलिदानको प्रतीक बनेको थियो। रातमा कुनै पनि आत्मा देखिँदैन थियो। बत्तीहरू अब चम्किरहेका थिएनन्। साथीहरू, कथा कस्तो लाग्यो? कथा मन पर्यो भने लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिनुहोला। तपाईहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।